कार्य समिति सदस्य तथा महिला प्रतिनिधि म सङ्गीता मगरता म एकजना सञ्चालक पनि हुँ। यहाँलाई हार्दिक स्वागत छ। नमस्कार, स्वागतम। गैर आवासीय नेपाली सङ्घ नेदरल्यान्ड्सको तर्फबाट आज यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। गैर आवासीय नेपाली सङ्घको 5औं युरोपियन बैठकमा आजको कार्यक्रम युरोपका रिजनल कोअर्डिनेटर कुमार पन्तज्यूलाई हार्दिक अनुरोध गर्दछु र उहाँलाई सभापतिज्यूको आज्ञाले यस कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्छ। धन्यवाद। त्यसैगरी आसन ग्रहणका क्रममा म अब निम्ताउँदैछु गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको कार्यक्रमलाई म निरन्तरता दिन गइरहेको छु। अब म आसन ग्रहणको क्रममा नेदरल्यान्ड स्थित एनआरएन नेदरल्यान्ड्सका पूर्व अध्यक्ष तथा संरक्षक श्री डाक्टर गोविन्द रौनियाज्यूलाई पनि अगाडिको रोमा आएर आफ्नो आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी पीजी शेर्पाज्यू डेनमार्कबाट सोम सापकोटाज्यू, फिनल्यान्डबाट राष्ट्रिय परिषदका अध्यक्ष कुलाचार्यज्यू, त्यसैगरी बेल्जियमबाट जानकी गुरुङज्यू, साथीहरू सम्बन्धित मुलुकबाट पाल्नुभएका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई पनि आफ्नो स्थानमा उठेर आफ्नो आसन ग्रहण गरिदिनु हुनको लागि हामी विनम्र अनुरोध गर्दछौँ। त्यसैगरी गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद फ्रान्सका अध्यक्ष निर्मल हरियालज्यू, त्यसैगरी जर्मनीबाट पुष्प थापाज्यू, धन्यवाद। त्यसैगरी इटलीबाट डाक्टर अनिल भट्टराई, रसियाबाट उत्सव मातिज्यू र पोर्चुगलबाट रमेश गुरुङज्यू। धन्यवाद सङ्गीताज्यू। आसन ग्रहणकै क्रममा म अर्का एकजना महानुभावलाई महानुभावलाई म भेटाउन चाहन्छु। हाम्रो निम्तामा निकै टाढाबाट यहाँसम्म पाल्नुभएका लेबनानका एनआरएन एनसीसी का संस्थापक अध्यक्ष तथा चीफ एडभाइजर दीपेन्द्र उप्रेती ज्यूलाई पनि आफ्नो स्थानमा उठेर कृपया आसन ग्रहण गर्नु। र त्यसैगरी हामीले अघि भनेका छौँ भन्न त र विभिन्न देशहरूबाट आउनुभएका गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदका कार्य समितिका सदस्यज्यूहरू आफ्नो स्थानमा उभिएर ताली बजाएर यो कार्यक्रमलाई भएको छ भने कृपया हामीलाई उपलब्ध गराइदिनु होला। हामी यस कार्यक्रमको क्रममा यहाँको उपस्थिति र आसन ग्रहणलाई पुनः जारी राख्नेछौँ। धन्यवाद।
सहयोग ढुङ्गा फुल्का हामी एउटै माना नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचला वीरहरूका रक्तकाले शोधनका आचला ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड युद्धको हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। केन्द्रहरूको सहयोग बिना यो कार्यक्रमको आयोजना गर्न अवश्य पनि असम्भव थियो। सबैको सहयोग सद्भावले गर्दा आज कि नेदरल्यान्डमा हामीले यो 5औं युरोपियन क्षेत्रीय भेला तथा युरोप स्तरीय एनआरएनको युरोपियन महिला सम्मेलन यहाँ आयोजना गर्न पाएका छौँ र यो अवसर प्रदान गर्नुभएकोमा अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षज्यू लगायत सम्पूर्ण गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र विभिन्न उद्देश्यले मातृभूमिलाई छाडेर हामी विदेशमा बसोबास गर्ने गैर आवासीयहरूका समस्याहरू हाम्रो नेपालसँगको नेपालीहरूले जीवन बलिदान गरेको समयलाई कसैले बुझेनन् र त्यो समय र ती शहीदहरूको सपना पूरा गर्नको लागि गैर आवासीय नेपालीहरू एक भएर अगाडि बढ्नुपर्ने बेला आएको छ। हामी राजनीति संस्था होइनौँ, हामी गैर नफामूलक सामाजिक संस्था हो। तर कुनै पनि समाजको विकास गर्नको लागि योद्धाहरू चाहिन्छ। जब आफ्नो देशलाई धनी बनाउँदैनौँ हाम्रो इज्जत रहँदैन र यो धनी बनाउने अभियानमा गैर आवासीय नेपालीहरू र खास गरेर आजका गैर आवासीय नेपालीहरू अगाडि बढ्नुपर्छन्, नत्र हाम्रो देशले हाम्रो बच्चाहरूले हामीलाई सराप्नेछ। त्यो कहिले पनि उनीहरूले माफी गर्दैनन्। उनीहरूले के बुझेको छ भने तपाईँ हामी जस्तो ठुलो कुरा गरे पनि यदि व्यावहारिक रूपमा आफ्नो देशलाई बनाउन सकेनौँ, आफ्नै जीवनमा देशलाई धनी बनाउन सकेनौँ भने हामी सधैँ सरापिने जेनेरेसनको रूपमा गनिन्छौँ। मलाई विश्वास छ यो गैर आवासीय नेपाली अभियानको सुरुवातदेखि नै प्रत्येक गैर आवासीय नेपालीले मैले आफ्नो तर्फबाट आफूले गैर आवासीय नेपाली अभियानमा लागेर हामीलाई कुनै फाइदा छैन। यति समय खर्च गरेर यति पैसा खर्च गरेर हामीले धेरै कन्फरेन्सहरू गर्छौँ, धेरै भेलाहरू गर्छौँ, तर यदि देशलाई धनी बनाउन सकेनौँ भने यो जम्मै बेकार भएर जान्छ। त्यसको कुनै मान्यता रहँदैन। त्यसकारण खास गरेर युरोपमा बस्ने गैर आवासीय नेपाली साथीहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु कि आजको अवस्था जुन नेपालमा आएको छ त्यसको समाधानको लागि तपाईहरूको भूमिका ठुलो छ र ठुलो हुनुपर्छ र त्यो व्यावहारिक रूपमा जराहरू गहिरोसँग गाडिएका छन्, जहाँ हाम्रा बुवाआमाहरू आफ्ना नजिकका नातेदारहरू तपाईँ हामीलाई शिक्षा दिने गुरुहरू लगायत आफन्तजनहरूको चाहिँ अझै पनि त्यही नै हुनुहुन्छ भनेदेखि त्यो देशलाई हामीले गर्नुपर्ने जुन कर्तव्य छ त्यो कर्तव्यबाट विमुख नहुनको लागि म सबै साथीहरूलाई अनुरोध गर्छु। जति पनि साथीहरू युरोपमा आउनुभएको छ, विभिन्न कन्ट्रीबाट आउनुहुन्छ, तपाईँहरूको यो सम्मेलनमा सक्रिय सहभागिता होस्। तपाईँहरूको बसाइ 5औं युरोपियन क्षेत्रीय बैठकका प्रमुख अतिथि महामहिम राजदूतज्यू, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका राज्य अध्यक्ष श्री जीवा लामिछानेज्यू, हामीलाई गैर आवासीय नेपाली सङ्घको अभियानमा सधैँ हौसला प्रदान गरिरहनुहुने We'll take out the plates, and after that we serve you a nice dessert. And after dessert, you're free to take a nice cup of coffee on our coffee machines. And after that, I think it's almost 8 o'clock.
You have time for some fresh air, maybe the restroom, and then the second program will start at 8:30. So thank you very much, and I wish you a very pleasant night. हिमाल गुरुजी तिरै आइदिनुहोस् त्यसमा ताली मार्दै प्लिज हिमाल गुरुजीलाई उहाँको ठुलो सहयोग छ अलिक चाँडो गरिदिनु मेरी प्यारी बहिनी साइना बराइली निमिषा सापकोटा